गाइज वेलकम ब्याक एनदर भ्लग। आज चाहिँ हामीहरू साथीहरु यस्तो जापानको हल्का गाउँ एरियातिर आएको छौँ। भित्र हल्का पार्क एरिया गाउँ टाइपको छ। यो हाम्रो सिटी एरिया भन्दा हल्का भित्र छ। एकदमै बवाल पिसफुल पुरै जङ्गल टाइपको छ। एकदमै राम्रो छ। यो चाहिँ साकुराहरूको बोटहरू पनि बवाल छन्। यहाँ चाहिँ अप्रिलतिर चाहिँ साकुरा फुल्छन्। अहिले चाहिँ पुरै हरियाली भएर एकदमै बवाल हरियाली इन्भाइरोमेन्ट देखिया छ। तपाईहरु पनि देख्न सक्नुहुन्छ। एकदमै पिसफुल ठाउँ छ। यता साइडमा चाहिँ खोला छ। यो चाहिँ खोला भइहाल्यो। यता चाहिँ खोला छ। एरिया चाहिँ एकदम बवाल छ। रुममा बस्दा बस्दा झ्याउ लाएर यसो बाहिरतिर निस्केको यता गाउँ एरियातिर घुमाउँ त भनेर चाहिँ फ्रेस हुनु पर्यो भनेर चाहिँ हामीहरु यहाँबाट निस्केको। एकदमै बवाल छ। खोला भइहाल्यो गाइस। यतातिर खोला छ तर साकुरा यो चाहिँ साकुराको हो। नेपालमा चाहिँ यसलाई पैयो भन्छ। जापानमा चाहिँ यसलाई साकुरा भन्दो रहेछ। एकदमै बवाल पुरा एरिया पुरै जङ्गल नै यसको छ के। सेम पैयोको जस्तै रुख छ के। रुख पनि त्यस्तै हो, सेम हो। जिउँदै होला काटेर खाऊ त्यसो भए अब लगेर। एकदमै हाम्रो साथी कुशेश्वर साथी कस्तो लाग्यो तिमीलाई भन त। तिमी त अगाडि आइसकेका रहेछौ। अब म त पहिलोचोटि साथी त एकदम हाम्रो एनसी साथी पर्यो। के हो साथी पर्यो वा त्यहाँ पर्यो नगर न हौ भइहाल्यो बस्न देऊ। यो चाहिँ खोला हो। यतातिर खोला छ तर साकुरा नै साकुरा रहेछ हो साथी। यहाँ त पुरै भने यो अप्रिलतिर त खतरा होला त यार। यो यार त ओ माय गॉड के साह्रो खतरा हो। यो त पार्क त बवाल छ त। हामीले कतै जानु पर्दैन। हल्का यता आयो भने साकुरा नै साकुरा छ। बवाल छ। हेलो गाइज, दिस इज हाम्रो ग्याङ। दिस इज हाम्रो वेलकम टु माई न्यू भ्लग। हाम्रो ग्याङको नाम हो हाउडे ग्याङ। हाउडे ग्याङ हैन, हाम्रो ग्याङको नाम हो बेरोजगार ग्याङ। बेरोजगारी। उहाँको सदस्य भनेको मुखिया हाम्रो साथी रे उ सचिव कोषाध्यक्ष कुसेबाट कोषाध्यक्ष अनि लोयल अध्यक्ष हाम्रो साथी रे। त्यस्तो छ गाइस। एकदमै बवाल। आज चाहिँ हामीहरु घुमिरहेका छौँ। आज चाहिँ बिदा थियो, त्यही भएर चाहिँ कलेज पनि बिदा छ। अब रुममा बस्दा बस्दा वाक्कै भयो कहाँ जाने भनेर हामी चाहिँ अहिले चाहिँ यता रुमभन्दा हल्का 20 मिनट यता हिँडेर पार्क रहेछ। साथीहरु सबजना हामीहरु चाहिँ पार्क घुम्ने भनेर आएको। तर एकदमै बवाल छ। आज चाहिँ मौसम पनि एकदम राम्रो छ। गर्मी पनि छैन, चिसो नि छैन। एकदम बवाल बादल लागेको छ। एकदम शीतल मौसम छ। बवाल छ। केटाहरु पुरै चिल भएको छन्। हामीहरु घुमिरहेका छौँ। त्यस्तै छ गाइज। जापानको लाइफ भन्ने यस्तै छ, गाह्रो छ गाइज। हामी चाहिँ जापानमा काफल फलेको छ भनिरहेको थियो गाइजहरु साथीहरु। त्यही भएर चाहिँ हामीहरु हेर्न आऊ खै कस्तो रहेछ जापानको काफल भनेर। कस्तो छ म तपाईलाई चाहिँ देखाउने छु। जापानमा फलेको काफल फल्या छैन अहिले चाहिँ फुल्या रहेछ कि के हो। फल्या छ भनिरहेछन् साथीहरु। खै हेरौँ त अब कस्तो छ के छ देखाउँछु म तपाईहरुलाई काफल। जापानको काफल गाइज। यो चाहिँ जापानको काफल हो है ल। तर नेपालको भन्दा धेरै ठुलो दाना हुने रहेछ। एकदमै ठुलो काफल। तर नेपालको जस्तो स्वाद हुँदैन भनिरहेको थियो साथीहरु। यो चाहिँ जापानको काफल हो गाइज। तपाईहरुलाई मैले देखाएँ। यो चाहिँ जापानको काफल भयो। तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो रातो भएको छ ल। यो चाहिँ काफल हो ल गाइज। तपाईहरुलाई मैले देखाएँ। काफलको बोट भइहाल्यो। यो चाहिँ फल्या छ। नेपालको जस्तै दामी हुन खै साथीहरु। नेपालको जस्तै हुने रहेछ गाइज। यहाँ हेर्न सक्नुहुन्छ। वाउ दामी हुने रहेछ।
यो देख्न सक्नुहुन्छ तपाईँहरू जापानको काफल यस्तो छ नेपालको भन्दा हल्का चाहिँ फरक हुने रहेछ दानाहरू चाहिँ एकदमै बबाल छन् हो खाँदाखेरि स्वाद पनि हल्का नेपालको जस्तो त्यस्तै टेस्ट छैन यो चाहिँ हाम्रोतिर चाहिँ चिउरा भन्थे यसलाई के हो साथी बर्डर भने के हो चिउरा होइन र चिउरा जस्तै छ क्या मैले चाहिँ चिउरा भन्थे हाम्रो उतातिर खै के हो नखाऊ है जे पाए त्यही हो साथी यो अर्कै छ यार सुँग न खै नखाऊ A few moments later. हाम्रो साथीले ल बलिङ गर्न ला है उसले चाहिँ ब्याटिङ वा ल ल ल ल ल ल ल ल ल एकमै उडाइदियो ल कहाँ पुरा हो यार ल ल ल ल ल अब अर्को उता चाहिँ ब्याटिङ हो खेल्ला आज लो लागेन बिस्तारै फाल न हौ ओ मान्छेलाई लाग्ला यार चाहिँ क्रिकेट खेलिरहेको थिएँ त केटाहरू पनि खेल्थे अब चाहिँ यहाँबाट निस्क्यौँ हामी चाहिँ हजुरहरूलाई यस्तो यो भिडियोमा कहीँ भ्लग चाहिँ कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया गर्नु होला हस् त अहिले चाहिँ यो भ्लगमा चाहिँ यति नै हस् धन्यवाद।